नमस्कार, म चाहिँ जसिम नर्सरीको चाहिँ सञ्चालक। हामीले चाहिँ अहिले साँखु प्रोडक्सन हाउसबाट तपाईँहरूलाई देखाउँदैछु। यहाँ चाहिँ विशेष गरी धुपीहरू छ। अनि यो धुपी चाहिँ 10 इन्चीको गमलामा छ। अनि यो धुपी चाहिँ तपाईँले हाम्रो होलसेलमा पनि पाउन सक्नुहुन्छ। यसको दर रेट भन्न मिल्दैन अहिले चाहिँ। अनि तपाईँसँग हामीसँग केमिलियाहरू छ, केमिलिया छ, नासपाती छ, कपुर छ। अनि यो चाहिँ केमिलिया, यो चाहिँ चाइनिज गुलाब भन्छ, यसलाई चाहिँ केमिलिया भन्छ। यो चाहिँ फुल्न लागेको, कोपिला लागेकोहरू छ। अनि यो चाहिँ बेल्जियम भेराइटीको हो है, यो चाहिँ। अनि तपाईँको रेक्सुनाहरू, यो चाहिँ इन्डोर पनि हुन्छ, आउटडोर पनि हुन्छ यो प्लान्टहरू। अनि यो चाइना डल पनि छ हामीसँग। यसै चाइना डल देखाउनुहोस्, चाइना डल। अनि यो धुपी, यो मयूरपङ्खी धुपी हो, तर गोल्डेनमा है। यो चाहिँ अलिक गोल्डेन छ, यो चाहिँ गोल्डेन अलि राम्रो खालको छ यो। अनि यो चाहिँ मयूरपङ्खी, यो चाहिँ मयूरपङ्खी, यो झुप्प हुने धुपी हो। यो चाहिँ एकदम राम्रो छ तपाईँको। यो धुपी चाहिँ हामीसँग लगभग 10,000 लगभग उत्पादन छ अहिले। यो धुपी तपाईँले कसैले चाहिन्छ भने यो युट्युब मार्फत पनि तपाईँले भेट्न सक्नुहुन्छ। अनि तपाईँले अनि यो अफ्रिकन एभोकाडो, यो एभोकाडो चाहिँ नेपालमा यसपालि पहिलोचोटि आएको। यो एभोकाडो चाहिँ तपाईँको एकदम 8 र 10 इन्चीको पोलीमा पाउन सक्नुहुन्छ तपाईँले। अनि यो एभोकाडो चाहिँ विशेष अफ्रिकनै भेराइटीको, यो चाहिँ कन्फर्मै हामीले ग्यारेन्टी गरेर नै, यसलाई चेक गरेर नै हामीले अफ्रिकन भेराइटी नै भनेर ल्याएको छ। यो चाहिँ तपाईँ सानोमा पनि पाउनु सक्नुहुन्छ, अनि ग्राफ्टेडमा पनि पाउनु सक्नुहुन्छ तपाईँले। अनि फुल त हामीसँग सदाबहार हुन्छ। चाहिँ कट फ्लावर, कुमारी कट फ्लावर हो यो चाहिँ टिपेर बेच्ने है। अनि बुद्धचित्त, यो चाहिँ बुद्धचित्त हो। अनि हामीसँग असारे, जाब्रे असारे छ। अनि बुद्धचित्त छ। अनि यो चाइनिज पाम, बुद्धचित्तको भेराइटी नि देखाइदिनु न। यो भेराइटी, यो चाहिँ चाइनिज पाम हो। यो चाहिँ इन्डोरमा एकदम राम्रो हुन्छ। अनि यो गार्डनहरूमा पनि एकदम विशेष गार्डनहरूमा चाहिँ युज हुन्छ। यो क्यारीमा युज हुन्छ तपाईँको। अनि सेन्डेड धुपी पनि देखाउनु भनेर चाहिँ अर्को भिडियोमा आएको थियो तपाईँले। म सेन्डेड भिडियो पनि देखाउँछु है। चाहिँ सेन्डेड धुपी हो। यो चाहिँ एकदम बास्ना आउँछ, हर्र बास्ना आउँछ। यो चाहिँ घर वरिपरि रोप्दा चाहिँ एकदम राम्रो शुभ पनि हुन्छ। यो रोपेपछि तपाईँको कुनै मच्छरहरू नलाग्ने हुन्छ विशेष गरी। अनि यो चाहिँ स्वामी है, यो चाहिँ भेरिगेटेड स्वामी हो। यो चाहिँ एकदम हामीसँग अहिले लगभग धेरै 400-500 बनाएको छौँ हामीले यो भेरिगेट स्वामी। अनि एकदम यसलाई पनि तपाईँहरू उपलब्ध छ। अनि अर्डर गर्नुभयो भने हामी बनाइदिन्छौँ पनि, यहीँको प्रोडक्सन हाउसबाट बनेको। अनि हामीसँग अहिले अचम्म खालको पहिला लोप भएको जेट प्लान, यस्तो खालको जेट प्लान तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। यो प्लान पनि हामीसँग एकदम उपलब्ध छ। अनि विशेष बगमबेली, गोदावरी पनि तपाईँलाई देखाउँछु यो भिडियोमा। अनि यो चाहिँ मगरा, बेली चमेली भन्ने चाहिँ यो हो है। तपाईँले बेली चमेली हरेक प्रजातिको, यहाँ लगभग 600 भेराइटीको हामीसँग बेली चमेलीहरू छ। अनि मयूरपङ्खी तपाईँले सानोमा पनि पाउनु सक्नुहुन्छ है। यो सानोमा पनि हामीसँग उपलब्ध छ। यसको दर रेट चाहिँ हामी तपाईँले बायोमा देखाउने छ है। राम्रो छ। अनि गोदावरी मिनिचर गोदावरी, यो चाहिँ मल्टिफ्लोरा गोदावरी हो। यो मल्टिफ्लोरा गोदावरी चाहिँ हामीसँग विशेष अहिले लगभग 8-10 हजार हामीसँग छ यहाँ अहिले। यो मल्टिफ्लोरा गोदावरीको चाहिँ तपाईँको सबै विभिन्न 9 कलरको छ, लगभग यहाँ 9 कलरको छ। अनि तपाईँले यो पनि पाउन सक्नुहुन्छ। अनि यो गोदावरी चाहिँ अब विशेष दसैँ तिहारको लागि मात्रै छ। यो चाहिँ अरू बेला चाहिँ यो स्टक छैन हामीसँग, यो अर्को वर्ष मात्रै हुन्छ। अनि हामीसँग बौद्धचित्त भइहाल्यो। अनि नेपाली स्वामी, अनि फलफुलको प्रजातिहरू, मुन्ताला एकदम फलेको छ। मुन्ताला हेर्नु ल, यो चाहिँ नेपाली साइन भएको मुन्ताला हो, एकदम राम्रो। अनि यो चाहिँ टिमुर, यो चाहिँ हाम्रो लोकल टिमुर हो। यो चाहिँ हामीले उता सोलुबाट मगाएको यसो घेरा। अनि हामीले उमारेर चाहिँ एकदम सस्तोमा प्राइसमा हामीसँग लगभग धेरै छैन, चाहिँ लगभग 2000 जति बोर्ड छ हामीसँग टिमुर। टिमुर चाहिँ जडीबुटीभित्र पर्छ। तपाईँको यो टिमुरलाई चाहिँ हामी तपाईँहरूलाई दिन सक्छौँ। हामीसँग यो टिमुर पनि छ। अनि विशेष टिमुर चाहिँ जडीबुटीभित्र पेटको सुन्तलाहरू छ, सुन्तला। अनि हामीसँग यो अमेरिकन आरू, नेक्टुरियन पिस भन्छ यसलाई। यो अमेरिकन आरू पनि हामीसँग उपलब्ध छ। यो चाहिँ बाहिर भुस्न आउने आरू हो। यसको प्राइस पनि अलिकति हाई नै छ, हाम्रो ओरिजिनलभित्र पर्छ। अनि ताइवानी अम्बा भनेर तपाईँहरूले मलाई खोज्नु भएको थियो। ताइवानी अम्बा चाहिँ यो है, वास्तविक त अम्बा चाहिँ यो फलिरहेको हुन्छ। अहिले नै यो सानो बोर्डमा, सानो पोलीमै फल्छ, गमलामा फल्ने अम्बा, ताइवानी अम्बा। अनि यो आरूहरू, यो चाहिँ हामीसँग पिस फ्लावर हो। यो चाहिँ पिस फ्लावर हुन्छ, जापानिजमा चेरी भन्छ है। चेरी छ, पारिजात छ हामीसँग। अनि बेगमबेली, तपाईँलाई म यतापट्टि छठमा तपाईँलाई म बेगमबेली देखाउने छु। सातोबारतिर फुल्ने खालको ज्याग्रान्डा हो। अनि विशेष हामीले यहाँ जङ्गली आइटमहरू देखाउनु लागेको छ अहिले चाहिँ तपाईँलाई। अनि हामीसँग भएको यो सल्लाह, बोनसाई सल्लाहहरू भयो।
अनि तपाईँको यतापट्टि छ कपुरहरू छ, चाँपहरू छ, एकदम मानव जङ्गली भेराइटी सबै छ भनेर तपाईँसँग म देखाउन सक्छु। अरू चाहिँ तपाईँले फेरि नेक्स्ट भिडियोमा देखाउनेछु। यो जङ्गली सल्ला फुलको नाम पनि भन्न है। बेगमबेली फ्लावर हो, यो चाहिँ पुणे बेगमबेली भन्छ। यो चाहिँ हल्यान्ड भेराइटीको हो। अनि यो बेगमबेलीहरू तपाईँको एकदम विशेष हिटमा चाहिन्छ। यो चाहिँ हामी यो टनलभित्र राख्छौँ। अनि यो नेपाली स्नेक प्लान्ट छ, अनि इन्डियन स्नेक प्लान्टहरू छ। नेपाली स्नेक प्लान्ट चाहिँ कुन हो देखाउनु?